हेलो साथीहरू, नमस्ते, सेवा, स्वागत छ मेरो मिनी ब्लगमा, टिकटकको मिनी ब्लगमा। आज चाहिँ म तपाईहरुलाई मेरो कुखुराको बारेमा केही उनीहरुको अजीब कुरा भन्नु गइरहेको छु। सुन्नु होला र सुरुदेखि अन्तिमसम्म नै हेर्नु होला। मैले चाहिँ यो कुखुराहरुलाई दिउँसो सुरुमा यो झार भन्दा पनि तोरी सागहरु, झिपिसकेको तोरी सागहरु अब मान्छेले खानु नमिल्ने भएपछि यिनीहरुलाई काटेर लिएर दिए हैन। अनि काटेर लिएर मजाले गरेर दिए। खाँदैछ मजाले नै खायो। यो हरियो परियो मजाले नै खान्छ के, एकअर्कामा जुझी रमाई करकराई गर्दै खान्छ नि, मजाले खान्छ खानु चाहिँ। अनि खाँदैछ उनीहरु, मजाले खाँदैछ तोरी सागको, रायो सागको, काउलीको सबै उहरू। अनि त्यसपछि चाहिँ मलाई के भन्नुहुन्छ भने अजीब कुरा गर्यो यिनीहरुले। यो कति दिन्छस् काँचो, कति खानु काँचो, पकाएर दे भन्नु थाल्यो यिनीहरुले मलाई। अब मलाई यिनीहरुले संकटमा पार्यो है साथीहरु हैन। मलाई धेरै संकटमा पार्नु थाल्यो। अब मेरो पोथी मात्र छैन, त्यहाँ फेरि भाले पनि छ। अब म बिस्तारै तपाईहरुलाई अस्ति पनि त्यहाँ गरिसकेको छु। म लोकल कुखुराको चेलीको अचार एकदमै अदुवा लसुन डल्ले खोर्सानी टिमुरको स्वादमा निकाल्दैछु। विशेष गरेर नेपालमा त लोकल खानु पाइहाल्नुहुन्छ, विदेशमा रहनुहुनेहरूलाई चाहिँ एकदमै मध्यनजर गरेर बनाउनु लागिरहेछु। अनि मैले चाहिँ यस्तै कम दाना अनि घाँसहरु। अनि आज चाहिँ मैले उनीहरुको लागि त्यो उसको घाँस पनि, पोखरीमा पाउने घाँस पनि गरिसकेको छु, लाइसकेको छु। अब यस्तै दिने कि अलि अब स्वादिष्ट। अर्को चाहिँ अलिक कम दाना बचाऊ। अनि उनीहरुको लागि भन्दै थिए नि साग पकाएर ले भनेर भन्नु। अनि त्यसपछि साग पकाएर दिनै पर्यो। अनि त्यति भनेपछि कति दिन्छस्, हरियो म धेरै खाँदिन, कति खानु हरियो घाँस भन, अनि पकाएर ले भने पकाएर दिए मजाले खायो। कोही चाहिँ अलिक खानु पनि गरेन, थोरै भए पनि पकाएर दे भनेपछि त दिनु परिगयो हैन साथीहरु। किनभने हामीलाई पनि त अब उनीहरुले यसो अन्डा दिएको छ नि त, अनि केही पाउनुलाई केही गुमाउनै पर्यो क्यारे। अनि त्यसपछि पकाएर दिए। साग दिएको त, अनि साग मात्र दिन्छस् के, यो साग मात्र खाने हो हामी, कति खानु हरियो त्यो भुटेको साग मात्रै। अनि खाँदिन म त्यस्तो हामी धेरै भुटेको साग भने हैन। अनि त्यसपछि अब छ भने भात पनि ले भनेर भन्नु। अनि मैले केही पाउनुको लागि गुमाउनै पर्यो, अन्डा दिँदैन त्यति भनेपछि। अनि अन्डा नदिने भयो। अन्डा नदिसके पछाडि त फेरि मलाई घाटा हुन्छ, उही पाल्नै मात्र हुन्छ। त्यसपछि अनि भात पनि हतार पकाएर हैन साथीहरु दिन्छु म भनेर। अनि त्यसपछि भात पनि अब म दिन्छु एकछिनमा उनीहरुलाई। यसो अलिकति यसो गर्ने लु म कहाँ मजाले दिन्छु त फ्याँकिदिन्छु नि। अनि दे भन्यो, अनि दिए, भात पनि दिए, साग पनि पकाएर दिए, भात पनि पकाएर दिए। भात पकाएर दिँदा त ए बाबा फेरि त अब त्यति मात्र हुँदैन त। छ भने सुँगुरको मासु, बङ्गुरको मासु, के धराने कालो बङ्गुर, के तिमीहरू त धरानको भन्छस्को दे न त भनेर भन्यो। ल भनेर फेरि आगोमै पकाएर ले भनेर भन्यो। अनि आगोमै पकाए फेरि यस्तो बुले मात्र हुँदैन, मजाले टमाटर खर्राएर ले भनेर भन्छ कि। फेरि त के आइलागेको होला यो, खर्राएर दिनु पर्यो भन्दै त यति राम्रो बनाइसकेपछि त दिने मनै भएन। यो त्यसपछि चाहिँ साथीहरु हामीले नै खायौँ। यस्तै छ मेरो कुखुराको कहानी। तपाईहरुलाई कस्तो लाग्यो ल, यस्तै छ ल।